गजब दादागिरी हो। यत्रो सांसदहरूले भन्दै उहाँले आफूले टन्न कुरो भनिराख्नु आफ्नो कुराहरू धेरै कुरा राख्नु भएको छ। एकजनाले केही सोध्न पनि नपाउने। हामीले सुन्यौँ मन्त्रीले भनेको कुरा रियलिस्टमा परेको सरकारका कारणले होइन भनेर भन्नुभयो। योभन्दा अगाडिको सरकारको को हुन्छ? नेकपा एमाले थिएन। सबभन्दा धेरै मन्त्रालयको नेतृत्व गरेर नेकपा एमाले बसेको थिएन। त्यसको जवाफ दिनु पर्दैन। स्टुडेन्टै हो भन्नुहुन्छ नि, स्टुडेन्ट भन्नु पनि तयार अरू भन्नु केही छैन। कुरा पनि गर्न नपाइने भने हामी उहाँको भाषण त टिभीमा कहाँबाट हामी न्युजमा सुनिहाल्छौँ नि। अब यो आउनुभयो अब सचिवज्यू पनि हुनुहुन्न। अरू सशक्ति योजनाहरू त आउला अलिक सुनाउने कुरा सुन्ने कुरा हामीले सुनेकै छौँ। विभिन्न पत्रिकाबाट त्यो हेरेका छौँ हामीले। कति पैसा खर्च भयो, बजेट कति खर्च भयो, के छ भनेर यो चाहिँ सरकार अनपढ ल्याप्चे हो र बढी पढाइ लेखा हो, के गरेर आएकै हो नि त, राम्रै पढेर आएको। यो सरकारले गरेका काम कारबाहीका कारणले मुलुक रियलिस्ट भएको होइन। मैले समय पाउँछु अहिले स्रोत सुनिश्चित तपाईँसँग बजेट चाहिँ हामीले चाहिँ लिएर आयौँ भनेर भन्नुभयो। राजस्वको चाहिँ एकदम चाहिँ महत्त्वकांक्षी योजना लिएर आयौँ भन्नुभयो। उहाँको हामीले सुनेको त उहाँ लगायत मान्छे त योभन्दा अगाडिको बजेटमा पनि बजेट निर्माणको क्रममा पनि धेरै केही लामो छलफल गर्नुभएको छ नि। यो चाहिँ बजेट कार्यान्वयनका सन्दर्भमा पनि मानिसहरूले विषयहरू उठाउनु भएको छ। म यहाँसँग दुई तिनवटा कुरा राख्न चाहन्छु। बजेट भनिँदाखेरि यसमा दुई तिनवटा पक्षहरू। पहिलो कुरो त स्रोत व्यवस्थापनको पक्ष, त्यसको कार्यान्वयनको पक्ष हो, विनियोजनको पक्ष, कार्यान्वयनको पक्ष हो। स्रोत चालु आर्थिक वर्षको बजेट कसरी बन्यो भन्ने विषयमा म चाहिँ यहाँ धेरै चर्चा गर्न चाहन्न। हामीले स्रोतको अनुमान कसरी गऱ्यौँ र ती खर्चको व्यवस्थापन कसरी गऱ्यौँ भन्ने विषयमा मैले धेरै कुरा गर्नुपर्छ जस्तो मलाई लाग्दैन। चालु आर्थिक वर्षमा लक्ष्य 31% वृद्धिको लक्ष्य राखिएको थियो, जबकि अघिल्लो वर्षको रेसियोलाई हेर्दाखेरि त्यो कति सम्भव थियो थिएन भनेर सहज ढङ्गले हामी कसैले अनुमान गर्न सक्छौँ। त्यस्तै गरी खर्चको दृष्टिकोणले पनि मैले धेरैचोटि भनिसकेको छु कि हामी स्रोतको अत्यधिक सही सदुपयोग गर्ने, त्यसको चाहिँ सीमित स्रोत छ हामीसँग, सीमित स्रोतको अत्यधिक सदुपयोग कसरी गर्न सकिन्छ भन्नेतर्फ नै हाम्रो ध्यान केन्द्रित छ र आउने वर्षको बजेट निर्माण गर्दा पनि हामीले त्यो कुरामा ध्यान केन्द्रित गरेका छौँ। आगामी वर्षको बजेटको सन्दर्भमा म यहाँसँग संक्षिप्त